नमस्ते साथियों, आज इस जयन्ती को जग्गामा आएर तपाईलाई कुछ पहिलाको यादगारको लागि मैले एउटा भिडियो सुट गरेको छु। यहाँ हेरिदिनु होला तपाईहरुले। यो पहिला जमानामा यहाँमा कोइला खदान हुन्थ्यो अनि अहिले कोइला खदान बन्द भएर सरकारले बन्द गरेपछि अहिले यहाँको नजारा कस्तो भएको छ भनेर देखाउनको लागि म यहाँ आएर भिडियो सुट गरेको छु। हेर्नुस्, यसरी पुरा हरियाली, पहाड पर्वत अनि मौसम कस्तो राम्रो छ। यहाँ मेघालय ठन्डा पनि ठन्डा छ, गर्मी पनि गर्मी होइन। अनि हेर्नुस् यहाँको नजारा। जमानामा यहाँ यो लाइनहरु सबै यो ढुङ्गी माटो रातो रातो देखिन्छ। यो सबै कोइला खनेर निकालेको, अहिले खत्म भयो। अनि अहिले सिर्फ पहाड मात्रै छ अनि यो सल्लाको बुट्टाहरु छ अलिअलि। अनि यहाँको नजारा हेर्नुस्, यतातिर उमा देखिन्छ खसिया गाउँ छ, त्यहाँ पनि यता पनि छ। यता फ्याक्ट्रीहरु अलग बनिएको छ। अनि आएर तपाईहरुलाई पहिलाको याद 1993 बाट लिएर 2020-30 सम्मको यादगारको लागि भएर मैले यहाँ आएर तपाईहरुलाई भिडियो सुट गरेर देखाउँदै छु। अनि अहिले सरकारले कोइला बन्द गरेपछि यस्तो हालत भएको छ। अनि तपाईहरुले भिडियो कस्तो लाग्यो, को मेघालय बस्नु भएको थियो, को मेघालयको मजा लिनु भएको थियो। अनि यहाँको नम्बर, तीर नम्बर, जुवा तास, रक्सी पानी गरेर बस्नु भएको थियो। राम्रो लागेको थियो भने तपाईहरुलाई याद छ भने यो भिडियो हेरेर कमेन्ट, लाइक अनि सब्स्क्राइब, फलो गरिदिनु होला। आजको लागि बाइ।